आमा दर्शन। ओहो दर्शन बाबु, धेरै पछि फोन गर्यौ त। हिजो नि मैले तिमीलाई फोन गरेको थिएँ, तिमीले उठाएनौ। हो र म हिजो कामको व्यस्तले गर्दा उठाउनै पाएन। छोरी हजुरसँग बोल्ने भनेकी थिइन्। ए देऊ न त फोन। आमा हजुर नानी। आज किन नआउनु भएको? मेरो स्कुलमा ग्रान्ड प्यारेन्ट्स डे थियो, सबैको ग्रान्ड प्यारेन्ट्स आउनुभयो, हजुर मात्र आउनु भएन। अबदेखि म हजुरसँग बोल्दै बोल्दिनँ। हो र नानी, मसँग नरिसाउ नानी, मसँग नरिसाउ। आमा किन रुनु भएको? नरुनु न, हामी पूर्णिमालाई लिएर छिट्टै आउँछौँ। आमा मलाई अहिले अफिसबाट फोन आयो, राखिदिए ल, बाई। चेक। आनन्दी, हे आनन्दी, म घर आइपुगेँ है। बोल्दिन त यो कहाँ गई छे? लो, यो त यहाँ पो रहेछ त। ल, रोइ पो राखेको रहेछ त। आनन्दी, हे आनन्दी, के भो? नरौ न, तिम्रो हिरो आइसकेको छ त। ए म त टोलाइ पो आएको रहेछु। बस्नु न, म हजुरलाई चिया ल्याइदिन्छु। अनि साँच्ची आनन्दी, आज तिमी किन टोलाइरहेकी थियौ? निराश देखिरहेको थियौ त, के भो? अब त्यही त कुरा हो नि, छोराहरूको याद आइरहेको थियो, एक्लोपन महसुस भइरहेको थियो, मनमा निकै कुराहरू खेलिरहेको थियो। फेरि आजकल त झन् सपना पनि नराम्रो देख्न थालेकी छु। आज त ठुली नातिनीले नि फोन गरेकी थिए, उसको विद्यालयमा कार्यक्रम थियो अरे, सबैको हजुरबा हजुरआमा आउनुभयो, तपाईँहरू मात्र नआउनु भएको भनेर निराश हुँदै फोन गरेकी थिए।